नमस्ते साथीहरू। म चाहिँ सुतेको थिएँ, अहिले उठेर यसो समाचार हेरेको। पूर्वदेय प्रधानमन्त्रीहरू चाहिँ होइन, गृहमन्त्री र प्रधानमन्त्री चाहिँ पक्रा पर्नु भएछ। सरकारले अब गर्न खोजेको ठिकै हो, दोषीहरूलाई छानबिनको दायरामा ल्याउनै पर्छ। अब छानबिन र दोषीलाई पक्रिने हो भने त्यो आन्दोलनमा कस्ता कस्ता दृश्यहरू देखियो है, यस्तो डरलाग्दो एकदमै दुईतर्फीबाट नै छानबिन चाहिँ हुनुपर्छ। मेरो विचार चाहिँ मेरो विचारमा सहमत हुनैपर्छ भन्ने होइन। मेरो चाहिँ भनाइ यो हो, त्यो सरकारमा हुँदाखेरि जो थियो माथिल्लो निकायमा उहाँलाई पनि कारबाही हुनुपर्छ र त्यो आन्दोलनमा जसरी होइन आतङ्कित तरिकाले चाहिँ गतिविधि गर्दैथ्यो तिनीहरूलाई पनि छानबिन गरेर चाहिँ पक्रिनुपर्छ। नत्र यो दुई टौकालाई मात्रै पक्रेर चाहिँ समस्याको समाधान हुँदैन।